साथीहरु सम्पूर्णलाई जय मसी र साथै नमस्कार। मेरो नाम चाहिँ करुणा सेती शंकर, मेरो घर दोलखा जिल्ला। आज हजुरको बीचमा चाहिँ मैले केही गवाईहरु चाहिँ लिएर आएको छु। जसरी मैले प्रभु यीशु ख्रीष्टलाई पाएँ अनि त्यसै कुरा चाहिँ आज तपाईहरुको समक्षमा मैले लिएर आइराखेको छु। प्रभु यीशु ख्रीष्टलाई पाउनु भन्दा पहिला चाहिँ मेरो जीवन गवाई चाहिँ यस प्रकारको थियो। म चाहिँ हिन्दू परिवारबाट हो। हिन्दू परिवारमा हुँदाखेरि चाहिँ धेरै धर्म कर्ममा चाहिँ आस्था विश्वास राख्थे अनि त्यसै गरिकन म धेरै पूजा पाठहरु गर्थे। किन भन्दाखेरि मेरो चाहिँ अब आमा बुवाले नै त्यो गरेको कारणले गर्थे त्यो कुराहरु चाहिँ ममा सर्दै आयो। नभन्दै अनि 12-13 वर्षको उमेरमा चाहिँ मलाई चाहिँ एउटा सत्यता र अनि साँचो ईश्वरको खोजी भयो हैन। अनि त्यस क्रममा चाहिँ अनि मैले सत्य ईश्वर चाहिँ खोज्ने क्रममा चाहिँ धेरै भौतारेर म चाहिँ धेरै धर्म कर्महरु गर्ने अनि साथै धेरै मन्दिरहरु जाने पाठ पूजाहरु गर्ने त्यस्तो चाहिँ मेरो ह्याबिट भइसकेको थियो हैन। अनि त्यस्तो हुँदै गर्दाखेरि चाहिँ म एक हप्ता सालमा चाहिँ काठमाडौँ आएको थियो। अनि त्यो काठमाडौँ आउने क्रममा चाहिँ अनि मैले चाहिँ त्यही पहिलाकै ह्याबिटहरु चाहिँ कन्टिन्युमा गर्दै गएँ। अनि गर्दै जाँदाखेरि त्यहाँनिर चाहिँ मैले धेरै मन्दिरहरु हुन्थ्यो त्यहाँनिर पूजा गर्ने त्यस्तो हुँदै गर्दाखेरि अनि त्यो बानीले गर्दाखेरि चाहिँ हैन। अनि एक दिन चाहिँ अचानकमा चाहिँ म धारामा पानी थाप्न गएको थिएँ। अनि पानी थाप्न जाँदाखेरि चाहिँ यस्तो अन्धकार चाहिँ मेरो जीवनमा आयो हैन। त्यो सबै नै अँध्यारो भएर चाहिँ मलाई चाहिँ एउटा ढाकेको जस्तो त मैले महसुस गरेँ। अनि त्यस्तो गर्दै गर्दाखेरि अनि त्यहाँनिर चाहिँ म धेरै चिच्याएको थिएँ। अनि चिच्याउँदाखेरि चाहिँ त्यहाँको आन्टीहरुले त्यहाँको दिदीहरुले चाहिँ मलाई घरसम्म ल्याइदिनु भयो हैन। अनि त्यसै गर्दाखेरि चाहिँ अनि बिस्तारै मेरो जीवनमा चाहिँ के भयो भन्दाखेरि चाहिँ एकदमै त्यो दुष्ट आत्माहरु आएर विभिन्न कुराहरुले बोल्न थाल्यो। अनि संसारको मान्छेले हैन हिन्दूमा चाहिँ के हुन्छ भन्दाखेरि त्यस्तो आउनु भनेको चाहिँ एउटा माता आको भनेर चाहिँ भन्ने चलनहरु छ हैन। अनि त्यस्तो हुँदै गर्दाखेरि त्यो चाहिँ तीव्र गतिमा चाहिँ बढिराखेको थियो। बेसकन त्यो एकदमै चिन्ह चमत्कारहरु देखाउने त्यस्तो भइसकेपछि धेरै मान्छेहरुले चाहिँ मलाई चाहिँ हैन एउटा माता आयो यताउता भनेर चाहिँ चिन्ने गर्नुहुन्थ्यो। अनि मेरो वास्तविकता चाहिँ त्यो थिएन। भित्रबाट चाहिँ मैले सत्य ईश्वर चाहिँ को हुनुहुन्छ हैन। अनि त्यो ईश्वरलाई चाहिँ मैले भेट्नुपर्छ। म मरेपछि जाने ठाउँ चाहिँ कहाँ हो भनेर चाहिँ मैले एकदमै तृष्णा गरिरहेको थिएँ। तर अरूले हेर्ने दृष्टिकोण र म भित्र भएको कुरा चाहिँ धेरै फरक थियो है। अनि त्यसो हुँदै गर्दाखेरि चाहिँ मैले त्यो चाहिँ एकदमै लामो समयसम्म खोजे अनि म एकदमै भौतारिसकेको थिएँ। दिन रात चाहिँ म त्यो सोच्थेँ कि म मरेपछि जाने ठाउँ कुन हो र मलाई बनाउने व्यक्ति को हो। मैले त्यो व्यक्तिलाई चाहिँ संसारमा हुँदा चाहिँ जसरी भए पनि चिन्नुपर्छ भन्ने त्यो मेरो एउटा लक्ष्य नै बनिसकेको थियो। अनि यसरी चाहिँ 4 वर्षसम्म चाहिँ म लगातारमा चाहिँ पूजा पाठ गर्ने अनि त्यस एकदमै धर्म कर्महरु गर्ने यो मेरो चाहिँ ह्याबिट भएको कारणले गर्दै गए। अनि नभन्दै मलाई चाहिँ एकजना व्यक्तिले भन्नुभयो कि तिमी माता बन्नुपर्छ यस्तो भन्दै गर्दाखेरि मैले चाहिँ यो कुरालाई चाहिँ इन्कार गरेँ। अनि इन्कार गरिसकेपछि हाम्रो उपचार गर्दा पैसाहरु पनि धेरै खर्च भइसक्यो थियो। हप्तामै 15,000 खर्च हुन्थ्यो। अनि यस्तो गर्दाखेरि हामी चाहिँ थाकि पनि सकेको थियो। अनि दाइले भन्नुभयो कि अब चाहिँ अन्तिम उपचार गर्ने हो भनेर एकजना व्यक्तिकोमा लग्नु भयो हैन। अनि त्यहाँनेर लगेर चाहिँ उपचार गर्यो। अनि उपचार सकेपछि उहाँले भन्नुभयो कि अब तिमी चाहिँ म कहाँ 3 पल्ट आऊ त्यसपछि कहिले आउनु पर्दैन भनेर चाहिँ भन्नुभयो। अनि त्यो भन्दै गर्दाखेरि ठिकै छ नि त लास्ट उपचार हो गर्ने भनेर चाहिँ हामीले त्यो उपचारहरु पनि गर्यो। अनि गरिसकेपछि चाहिँ अब फेरि आस्ते त्यो बिमारहरु चाहिँ फर्किन ममा सुरुवात भयो हैन। अनि त्यस्तो हुँदै गर्दाखेरि चाहिँ अनि मलाई एक दिन चाहिँ यस्तो भयो कि भित्रबाट अब चाहिँ म चाहिँ हैन चर्च गएर निको भएर देखाउँछु भनेर चाहिँ मैले चाहिँ यो निर्णय गरेँ। अनि यो निर्णय गर्दै गर्दाखेरि चाहिँ अब म चाहिँ भौतारिन थालेँ कुन चर्च जाने कहाँ जाने कसरी जाने भनेर चाहिँ मैले चाहिँ सोच्न थालेँ। अनि सोच्ने क्रममा चाहिँ सायद परमेश्वरको अनुग्रहले होला मेरो भाउजूद्वारा चाहिँ परमेश्वर बोलेर चाहिँ मलाई चाहिँ चर्चसम्म चाहिँ मेरो भाउजूले चाहिँ पुर्याउने काम गर्नुभयो। ताकि मेरो घर परिवार चाहिँ इन्कार गर्नुभयो किन भन्दाखेरि एउटा छोरी जानु हुँदैन भनेर यसरी इन्कार गर्नुभयो। मेरो भाउजूले चाहिँ मलाई चर्चसम्म लाने वातावरण सबै मिलाइदिएर म चाहिँ भाउजूको माध्यमद्वारा चाहिँ चर्चसम्म चाहिँ पुगेँ हैन। अनि त्यहाँ जब म चर्चमा गएँ अनि चर्चमा गइसकेपछि चाहिँ मलाई एकदमै डर लाग्यो। अनि डर लागिसकेपछि अनि मेरो नाममा चाहिँ उहाँहरूले चाहिँ एकदमै प्रार्थनाहरु गर्नुभयो हैन। उहाँले चाहिँ मेरो नाम काटेर प्रार्थना गर्दै म एकदमै चिच्याएर कराएर त्यहाँबाट भाग्न थालेँ। अनि भाग्न थाल्दाखेरि चाहिँ मेरो गुरुआमाहरुले अनि प्रार्थना गर्दै चाहिँ मलाई चाहिँ छुटकारा र चंगाई दिनुभयो। अनि त्यो चंगाई पाइसकेपछि चाहिँ अब मैले चाहिँ त्यहाँनिर चर्च गएको चाहिँ एउटा स्वार्थी पाराले नै गएको थिएँ हैन। चर्चमा निको भएर फेरि पनि फर्किन्छु भन्ने हेतुले गएको थिएँ। तर वास्तवमा यथार्थमा त्यो चाहिँ भएन। जब म चर्च गएँ अनि चर्चबाट फर्किने बेलामा चाहिँ मेरो पास्टर बुवाले चाहिँ नयाँ करारको पुस्तक दिनुभएको थियो। अनि त्यो पुस्तक म पढ्दै
पढ्दै जाँदाखेरि कहाँनिर पुगेर के गरी चाहिँ मलाई थाहा छैन होइन, कुन शब्दले मेरो हृदय छुयो अनि त्यसले चाहिँ मलाई चाहिँ होइन ओहो मैले संसारमा खोजेको यत्रो वर्ष खोजेको सत्य ईश्वर साँचो यथार्थ परमेश्वर चाहिँ यहाँ हुनुहुँदो रहेछ, मलाई बनाउने मैले खोजेको कुरा यहाँ रहेछ भनेर चाहिँ मैले हतारमा चाहिँ 8 दिनमै चाहिँ मैले ग्रहण गरेँ, प्रभुलाई चिने, मेरो मुक्तिदाता उहाँ हुनुहुँदो रहेछ, उहाँ चाहिँ मेरो पापको खातिर चाहिँ मर्नु भएको रहेछ होइन भने यसरी चाहिँ मैले चाहिँ अब चाहिँ उहाँलाई चाहिँ आफ्नो व्यक्तिगत जीवनमा चाहिँ स्वीकार गरेँ। अनि यसरी स्वीकार गरिसकेपछि चाहिँ अब मेरो जीवनमा आएका परिवर्तनहरू होइन, जब मैले जुन दिन प्रभु यीशु ख्रीष्टलाई मुक्तिदाता भनेर स्वीकार गरेँ त्यही दिनदेखि चाहिँ मेरो जीवनमा चाहिँ यस्ता परिवर्तनहरू आए जुन चाहिँ होइन म आफै पनि छक्क पर्छु। हिजोको दिनमा चाहिँ मलाई जीवन यस्तो घृणा लाग्थ्यो, यति धेरै अपमान लाग्थ्यो होइन, मलाई जतिखेर नि मर्न मन लाग्थ्यो, म बार चाहिँ सुसाइड गर्नलाई म प्रयासहरू गर्थेँ, धेरै कोसिसहरू गर्थेँ। तर वास्तविकता त्यो जुन वचनले र प्रभु यीशु ख्रीष्टको जुन ग्रहणबाट चाहिँ अनि त्यसपछि चाहिँ अब चाहिँ मैले जीवनको यथार्थ कुराहरू वास्तविकता कुराहरू चाहिँ जान्न पाएँ, बुझ्न पाएँ, थाहा गरेँ। अनि तब चाहिँ अनि मैले चाहिँ अब चाहिँ म प्रभु यीशु ख्रीष्टलाई छोड्दिनँ, अब चाहिँ मैले चाहिँ प्रभु यीशु ख्रीष्टले नै पछ्याउनु पर्छ, मैले संसारमा दुःख गरेर खोजेको त्यत्रो भौतारेको साँचो ईश्वर चाहिँ यहाँ हुनुहुँदो रहेछ भने थाहा पाइसकेपछि चाहिँ अब चाहिँ मैले तुरुन्त बत्तिस्मा लिने निर्णय गरेर चाहिँ उहाँसँग चाहिँ मैले बत्तिस्मा लिएँ, उहाँसँग गाडेँ, बौरेँ, उठेँ। अनि त्यसपछि चाहिँ अनि मेरो जीवनमा चाहिँ उहाँले बिस्तारै बिस्तारै काम गर्न थाल्नुभयो, जुन काम चाहिँ यस प्रकारको रहेको छ होइन। हिजो मलाई मर्न मन लाग्थ्यो, अब मलाई बिस्तारै बिस्तारै होइन एकदमै जीवन के हो भनेर बुझिसकेपछि एकदमै रमाइलो लाग्न थाल्यो, खुसी लाग्न थाल्यो। हिजो मलाई एकदमै रिस उठ्थ्यो, एकदमै झन्झट लाग्थ्यो, अनि त्यो कुराहरू बिस्तारै बिस्तारै हट्न थाल्यो। अनि हिजोको दिनमा चाहिँ होइन म कोहीसँग नि नबोल्ने, एकदमै एक्लै बस्ने त्यस्तो स्वभाव थियो। अनि आस्ते आस्ते चाहिँ मेरो जीवनमा चाहिँ होइन सबैसँग घुल मिलिने त्यस्तो बानी भयो। अनि एकदमै मेरो जीवनमा परिवर्तन भएको कुरा भनेको चाहिँ होइन म चाहिँ एकदमै त्यो बोइज जसरी हिँड्न मन लाग्ने अनि बोइज कटहरू एकदमै त्यस्तो मेरो ह्याबिटहरू थियो। अनि त्यो कुराले चाहिँ मलाई एकदमै उतो भइराखेको थियो होइन, गाह्रो भइराखेको थियो। अनि मलाई त्यो केटीको लुगाहरू नै मन नपर्ने, केटी मान्छे नै नपर्ने, एकदमै केटी मान्छेदेखि घृणा लाग्ने त्यस्तो भएको थियो। अनि जब मैले प्रभु यीशु ख्रीष्टलाई विश्वास गरेर बिस्तारै बिस्तारै म सेवा सङ्गतिमा धाउन थालेँ तब चाहिँ मेरो जीवनमा त्यो सबै कुराहरू चाहिँ परिवर्तन भयो। एकजना पास्टरले भन्नुभएको थियो कि यो चाहिँ सबै श्राप हो भनेर भन्नुभएको थियो होइन। अनि त्यो कुराले चाहिँ मेरो हृदय छोयो। अनि हृदय छोइसकेपछि चाहिँ अब चाहिँ त्यो कुराबाट चाहिँ म बाहिर निस्केँ। वास्तवमै त्यो पाप थियो होइन, श्राप थियो। अनि त्यस कुराबाट बाहिर निस्केँ। अनि आज चाहिँ म आफैलाई पनि हेर्दाखेरि अचम्म लाग्छ कि म चाहिँ यसरी होइन एउटा लेडिज जस्तै गरेर हिँड्न सक्ने भएको छु। अनि अन्धकारको शक्तिले चाहिँ मेरो जीवनमा होइन मेरो जीवन नष्ट गर्नको लागि चाहिँ धेरै कोसिसहरू प्रयासहरू गरेर एकदमै युक्तिहरू रचेर चाहिँ मलाई चाहिँ एकदमै मर्न मन लाग्ने, एकदमै रिस उठ्ने, झन्झट लाग्ने, एकदमै एकान्तमा बस्ने यस्तो बानीहरू थियो। अनि जुन काम्ने रोग हट्यो अनि त्यसपछि मेरो जीवनमा आस्ते आस्ते शान्ति आनन्दहरू चाहिँ आउँदै गयो। अनि त्यसपछि परमेश्वरको चाहिँ आज म सेवाकाय गर्नको लागि चाहिँ खटिएको छु। अनि परमेश्वरले चाहिँ मलाई यसरी होइन सेवाकाय गर्नको लागि चाहिँ वातावरणहरू मिलाइदिनु भयो। अनि जुन ठाउँमा चाहिँ म जानुभन्दा अगाडि चाहिँ परमेश्वर बोल्नु भएको थियो होइन, नेपाल देशलाई चाहिँ बचाउनु पर्छ भनेर यस्तो आवाज आएको थियो। अनि आइसकेपछि अनि त्यसकै केही बादमा चाहिँ मलाई एउटा T40 भन्ने ट्रेनिङमा चाहिँ त्यहाँनिर चाहिँ परमेश्वरले ढोकाहरू खोलिदिनु भयो। अनि त्यो ठाउँमा जब म गएँ अनि त्यो ठाउँमा गइसकेपछि अनि मैले सबैभन्दा पहिला त्यहाँनिर थाहा पाएको कुरा चाहिँ मुक्तिको निश्चयता होइन, त्यहाँ गइसकेपछि मैले मुक्तिको निश्चयता जाने होइन। अनि त्यसपछिबाट चाहिँ झनै मलाई विश्वासहरू बढ्न थाल्यो, झनै त्यहाँ गएर चाहिँ मैले धेरै कुराहरू सिक्न पाएँ, अरूलाई सिकाउन पाएँ। यस्तो कुराले चाहिँ मलाई धेरै इन्करेज भएर अनि आज पनि म त्यही ठाउँमा आबद्ध भएर चाहिँ मैले काम गरिराखेको छु। अनि त्यो ठाउँबाट चाहिँ म बनिँदैछु। अनि यसरी नै चाहिँ म सिकेर अरूलाई पनि सिकाउने मेरो लक्ष्य रहेको छ होइन। जति पनि नेपाल देशभरि भएको होइन दाजुभाइ दिदीबहिनीहरू हुन्छ, जवानहरू हुनुहुन्छ, उहाँलाई पनि होइन साँचो मुक्तिदाता चाहिँ येशू ख्रीष्ट नै हुनुहुन्छ भनेर चिनाउनको लागि चाहिँ म एकदमै तत्पर छु र लागि परेको छु। अनि मलाई एकदमै खुसी लाग्छ जहाँ चाहिँ मैले संसारमा एकदमै खोजेको कुरा यथार्थमा खोजेको कुरा चाहिँ मैले प्रभु येशूमा पाएको छु, प्रभु येशू ख्रीष्टको राज्यमा। वचनमा नि एक ठाउँमा भनेको छ होइन, जुन चाहिँ वास्तविकता रोटी होइन त्यसमा चाहिँ तिमीहरू लागि परेको छौ भनेर भनिन्छ। त्यसको मतलब चाहिँ जुन चाहिँ जीवन होइन त्यो चाहिँ तिमीहरूले चाहिँ आज गरिरहेको छ त्यो सबै चाहिँ भ्रम छ होइन। यस कारणले गर्दाखेरि
साँचो यथार्थ जीवन भनेको चाहिँ प्रभु यीशु ख्रीष्टमा मात्र भएको कारणले गर्दाखेरि आज चाहिँ म धेरै खुसी छु, धेरै आनन्दित छु। मेरो जीवन चाहिँ यति धेरै परिवर्तन भएको छ हैन, त्यति धेरै के म आफू पनि छक्क पर्छु। यसकारणले गर्दाखेरि हैन, आज जति पनि संसारमा रहनु भएको दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँलाई चाहिँ म यो आग्रह गर्दछु कि तपाईहरूले पनि आज जुन जीवन जिराख्नु भएको छ त्यो वास्तविक जीवन हैन, जुन वास्तविक जीवन चाहिँ जहाँ छ प्रभु येशू ख्रीष्टमा छ। अनि उहाँले भन्नुहुन्छ कि बाटो, सत्य र जीवन म नै हो, मद्वारा बाहेक चाहिँ कोही पनि सृष्टिकर्ता परमेश्वरसम्म चाहिँ पुग्न सक्दैन भनेर चाहिँ उहाँले भन्नुभएको छ। यसकारणले गर्दाखेरि हजुरहरू पनि हैन आज अशान्तिमा हुनुहुन्छ, दुःखमा हुनुहुन्छ, पीडामा हुनुहुन्छ, विभिन्न बोझ बोकेर बस्नु भएको छ। यसकारण हजुरहरूलाई म अनुरोध गर्दछु कि साँचो परमेश्वर, सृष्टिकर्ता परमेश्वर चाहिँ उहाँ नै हुनुहुन्छ। उहाँलाई चाहिँ तपाईँले चिन्नै पर्ने हुन्छ। विश्वभरि रहनु भएको हैन दाजुभाइ दिदीबहिनीले चाहिँ साँचो ईश्वरलाई चिनेर अनन्त जीवन चाहिँ पाउनुपर्छ भनेर चाहिँ मेरो यो विनम्र अनुरोध रहेको छ। हुन्छ, यहाँहरूलाई फेरि पनि मसी धन्यवाद।